मैले चाहिँ बाटोमा हिँडिरहेको मान्छेलाई चाहिँ इन्टरभ्यू लिइरहेको छु। अनि बुवा तपाईँहरूले त राजा पनि देख्नुभयो, अहिले लोकतन्त्र पनि देख्नुभयो, तपाईँलाई अहिलेको घन्टी, अहिलेका नयाँ दल, पुरानो दल र राजा तपाईँले चुन्न परेमा कुन चुन्नुहुन्थ्यो बुवा? होइन, मैले त राजा चुन्ने हो। किन राजा? किन राजा भनेको त बाउ हो त, देशकै बाउ हो त। राजा भनेको देशका बाउ हुन् हो त। आज राजाले गर्दा नै देश बनेको हो। आज राजाले नै बाउ नभइकन छोराछोरीलाई पाल्न सक्छ? सक्दैन। अनि पहिला राजा हुँदाखेरि देशमा बाटो पनि बन्यो बुवा, सबै कल कारखाना बन्यो, विद्यालय राजाकै पालामा बनेको हो। अनि हामीलाई चाहिँ जनतालाई चाहिँ के भनेर विद्यार्थीलाई चाहिँ बेकुफ बनाइयो, कसरी पढाइयो भन्दाखेरि चाहिँ राजा गलत थियो भनेर पढाइयो। होइन, राजा गलत होइन। राजा गलत होइन। राजाका शासनको बारेमा कस्तो थियो, देशले कस्तो स्थितिले थियो बुवा, अहिले कस्तो छ तपाईँको विचारमा? एकदम राम्रो। राजा भनेको हाम्रो देशमा अब राजै चाहिन्छ। बाउ बिनाको छोराछोरी के काम लाग्छ र भनेको। हजुर, तपाईँ जस्तै नबुझ्ने मानिसहरूलाई पनि मैले खोजिरहेको छु। अनि मैले जनताहरूलाई के देखाउन चाहेको छु भन्दा हामी कस्तो थियौँ र हामी कस्तो स्थितिमा छौँ र आज चाहिँ अब हामीले चाहिँ नयाँ सङ्गठन खोल्ने प्रयत्न गरिरहेका छौँ बुवा। होइन, सङ्गठन नयाँ खोल्ने होइन, ऊ राजातिर जाने होइन, हामी राजालाई बोकेर सङ्गठन खोल्ने, यो लोकतन्त्रमा राजा सेतीको जाने र नयाँ पार्टीको स्थापना गर्ने हाम्रो एजेन्डा हो। राजा भनेको त एउटै मूल मन्त्र हो नि त। मूल मन्त्र हो। मैले पनि यही आम जनताहरूलाई भन्न चाहन्छु, राजा कसरी लिएर आउँदा ठिक होला, संवैधानिक रूपले लिएर आउने कि कसरी लिएर आउँदा राजालाई ठिक होला, कसरी राजा आउन सक्छन् यो देशमा? अब त त्यो अब मैले बोलेर भएन यहाँ। अब राजा त जनताले ल्याउने सकभर त राजा आउँछन् जो। हजुर, आउनै पर्छ फेरि। हजुर, हाम्रो देशमा त आउनै पर्छ, नआइकन सुखै छैन। सुखै छैन। सुखै छैन। आज बुवा यो देशमा हिन्दू राष्ट्र मासिँदै गएको छ भन्ने पनि भनाइ सुने मैले। अनि बच्चाहरूलाई पनि अहिले मन्दिरमा चाहिँ विद्यालयमा सरस्वती वन्दना नभनेर उमा मेडिकल भन्दै चाहिँ क्रिस्चियनको चाहिँ कुराहरू सिकाइरहेका छन्। अनि हाम्रो संस्कृत भाषा लोप हुँदै गएको छ। त्यो गलत हो। त्यो गलत सिकाउनु नै गलत हो। अनि आज तपाईँको शिरमा ढाका टोपी छ, आज कति युवाको शिरमा क्याप आएको छ। यो के हो? यो पोसाक होइन, हाम्रो नेपालीको पोसाक हो होइन? हो। त्यस्तै राजाको पनि हाम्रो दौरा सुरुवाल टोपी भनेको पोसाक हो। पोसाक हो। हिजो थियो, अरू देशमा छ, हाम्रा मासियो छ, अहिले मासियो छ के। अहिले चाहिँ जनताहरूले चाहिँ देखिसिकी गरेर चाहिँ आज चाहिँ लोकतन्त्र ल्याएका हुन् कि अहिले चाहिँ राजालाई हटाएर गल्ती गरे कि भन्ने एहसास जनतासित छ कि छैन होला? गल्ती त 100मा 79 सहयोग गरिहाले, गल्ती गर्नै हुन्थेन। जम्मै कमाउने भाँडो बनाएकै नि अहिले दुनियाँ पार्टी आए। अब राजा त चाहिने ठाउँ त हो त। अनि अहिले चाहिँ हामी चाहिँ नवलपरासी बर्दाघाट सुस्तपूर्वको क्षेत्र नम्बर 1 मा छौँ है बुवा? 1 मा छौँ। अनि यो ठाउँमा चाहिँ अहिलेसम्म चाहिँ कुन पार्टीले जितिआएको छ सांसद पदमा? अहिले त नेपाली काङ्ग्रेसले जित्यो। नेपाली काङ्ग्रेस अहिलेसम्म त नेपाली काङ्ग्रेसै छ त। अनि तपाईँले चाहिँ नेपाली काङ्ग्रेसले जितेपछि चाहिँ साँच्चैको सोचे अनुरूप काम भयो कि भएन? छैन, छैन। अनि एमालेको सरकारले भन्छ हामीले वृद्ध भत्ता दिएको भनेर, वृद्ध भत्ता दिएकोमा तपाईँले के भन्न चाहनुहुन्छ? कसको पैसाले आयो त्यो भत्ता? एउटा वृद्ध भत्ता दिएको एमालेको पुरानो नेताले दिनुभयो। हजुर, त्यसलाई समर्थन गरेर सबै सरकारले अब त्यो जुटाए, पैसा जुटाए, काट्न परे, मिलेन, त्यही भएर दिएको हो। नाम त अब एमालेकै भयो नि त। एमालेको भयो। तैँले काम गरिसक्यो नि त, अब जे गर्दा नि तेरो नाम आउँछ आयो नि त। हो, त्यस्तै हो। अनि यो देशमा चाहिँ अहिले विषम परिस्थिति छाएको छ। अहिले सुशीला कार्कीको नेतृत्वको सरकार बनिरहेको छ। अनि देशमा चुनावको पनि माहौल बढिरहेको छ। देशमा चुनाव होला कि नहोला तपाईँको इसाराबाट बुझ्दाखेरि? त ठ्याक्क मैले भन्न सक्दिनँ। अब ठ्याक्कै ऊ भएर आएका होइनन्। हजुर, होइन, सुशीला कार्की त्यो कार्यकारी होइनन् होइन? हजुर, कार्यकारी होइनन्, चुनावबाट आएकी होइनन्। असंवैधानिक पनि हो, संविधानबाट पनि छैन। संविधानमा पनि यसै बन्ने छैन। असंवैधानिक हुन्। हजुर, त्यसो हुँदाखेरि अब यिनको पनि के ग्यारेन्टी भयो? चुनाव हुन्छ कि हुन्न पनि ग्यारेन्टी छैन होइन? हजुर, छैन नि त, अहिलेसम्म त छैन। हजुर, भइहाले पनि अब कति जेनजीहरू, कति बच्चाहरू, कति हाम्रा युवाहरू बच्चाहरू होइन, हजुर, लफडा पर्छन्, मर्छन् कि भन्ने डर पनि छ। हजुर, त्यो अलिकति उ गर्न जान्न। अनि अहिले चाहिँ हाम्रो जेनजी भाइहरूले चाहिँ के भन्नु छ, मेरो पुस्ताको भनौँ न, ठ्याक्कै मेरो पुस्ताको युवाहरूले के भन्नुभएको छ भने देशको हाम्रो आन्दोलनको चाहिँ म्यान्डेट, यानि कि हाम्रो आन्दोलनको उद्देश्य चाहिँ चुनाव होइन है। हाम्रो आन्दोलनको उद्देश्य भनेको भ्रष्टाचारलाई जेल कोस्नु हो, देशमा सुशासन ल्याउनु हो। तर आज कुनै पनि नेता जेल गएनन्। सुशीला कार्कीले के काम गरिन्? यो काम हो? होइन। चुनाव हुने जेनजीको म्यान्डेट हो भनेर उहाँले भन्नुभएको छ। होइन, हो,
त्यो त सत्य त हो त सत्य हो नि सत्य हो यो सत्य कुरा हो जस्तै मानमा सुशीला कार्कीले त्यस्तोलाई लर कोदिएका भए हामीले नि मान्थ्यौँ हामी बुढापाकाले नि मान्न पर्थ्यो नि त हजुर कोच्न सक्नु परेन हजुर गल्तीलाई गल्ती भन्ने सहीलाई सही भन्न सक्नु पर्दैन पर्छ अनि तपाईँलाई चाहिँ झापापासमा चाहिँ केपी ओली र बालन शाहको प्रतिस्पर्धा भइरहेको छ तपाईँले चाहिँ झापापासलाई चाहिँ के भन्न चाहनुहुन्छ अहिलेको केन्द्रबिन्दु अहिले केन्द्रबिन्दु त यसो मैले त पहिला कुरो राजालाई समर्थन गर्ने कुरो हो हजुर दोस्रो कुरो अब पार्टीको मान्छे भए म त केपी ओलीलाई फेरि समर्थन गर्छु केपी ओलीलाई समर्थन गर्नुहुन्छ हजुर अनि के त केपी ओलीले चाहिँ एकदम झापापासमा चाहिँ विकास गरेका छन् उपाय नभएर केपी ओलीलाई गर्नुभएको हो किनकि बालन पनि एउटा गाजा खाने एउटा कामै छैन बालन शाह भन्दा केपी ओली ठिक केपी ओली ठिक तपाईँको 20,000 चोरी होइन 10,000 चोरी ठिक 100मा 100 हो क्या यो त हो नत्र नि अब यस्तो यिनीहरूले हुन त एमालेका नि छन् काङ्ग्रेसका नि छन् सबै छन् जेनजी पुस्ता भने युवाले गएर त्यो भोलि बिहान घन्टिया आए पनि जुवा आए पनि रापारापा आए पनि राजावादी आए पनि ती संरचना चाहिन्न चाहिन्न त्यो त जलाउनु त पाइन्न त पाइँदैन त्यो त गलत भएन गलत हो त मैले त 100मा 100 भन्छु अरू जलाउनु घर जलाइदियो ठिक छ मान्छेलाई चित्त बुझेन जलाइदियो भट्टलाई जलाइदियो हो उहाँको कुरा पनि मलाई एकदम चित्त बुझ्यो अनि मलाई चाहिँ यस्तो कुरा के लाग्छ भन्दाखेरि यदि यो घर चलाउने कुराहरू चाहिँ जेनजीको मात्रै थिएन यो सँगै घुसपेट भएको थिएन घुसपेट हो र सबै पार्टीमा र मैले तपाईँलाई अझै एउटा कुरा म भन्न चाहन्छु जसरी जेनजी आन्दोलन भयो जेनजी आन्दोलन हुने बित्तिकै रवि लामिछानेले चाहिँ पुरै युद्धै जिते जसरी पुरै क्लिन चिट पाए जसरी जेलबाट पनि फरार भए र त्यो रवि लामिछाने भाग्दाखेरि अरू नक्खु कार्यकालबाट भएका कैदीहरूको जिम्मा कसले लिनुपर्ने कसले लिने हो त्यो कसले लिन पर्ने ती हतियार कहाँ छन् यो हतियारसित भएका कैदीहरूले के यो चुनाव हुन दिलान् दिन्नन् मलाई यसो हेर्दाखेरि जसरी पनि चुनाव नहोला कि जस्तो माहौल मैले सिर्जना देखिरहेको छु गाह्रै छ हाम्रो क्षेत्र नम्बर 1 कतिको कस्तो छ यहाँ गाह्रो छ कि कस्तो छ यहीँ पनि गाह्रो छ यहाँ भोट माग्न आएको थियो अस्ति घन्टीहरू मैले त भनिदिएको सिधै भनेको होइन त्यसरी चल्दैन तपाईँहरू आउने भए सही सलामतले आउनु पर्थ्यो होइन भोलि तपाईँलाई हामीले जिताएर पठायो त्यो संरचना त चाहिएला नि त आफ्नो घरै जलाए त घर बनाउनु परेन फेरि गल्ती त त्यहाँ छ नि त फेरि उनीहरूको मात्रै होइन हाम्रा मान्छेको पनि होला अरू मान्छेको पनि होला होइन दुनियाँको छ ल अब